Hello everyone and welcome back guys and क्यान्जिन गुम्पा हैन अहिले चाहिँ म चाहिँ माथि हिमालकोतिर साइडमा आइरहेको छु। कहानी चाहिँ एकदमै डेन्जर छ, दामी रमाइलो टाइपको छ क्या। हेलो वेलकम गाइज आजको भ्यू कस्तो दामी देखिन्छ हैन। पहाड माथि आज माथि चढ्दिन आँटेको क्या। माथि हामी चाहिँ खास गरेर हिजो हिँडेको स्याब्रोबासीबाट अनि आज चाहिँ हामी पहिरोसम्म आएको छौँ। पहिरोको लोकेसन चाहिँ यही होला सायद हैन। पहिरोको लोकेसन यही हो। हामी चाहिँ पहिरो होटलमा बसेको छौँ। तपाईँहरू पनि कोही आउनुहुन्छ भने पहिरो होटल रिभर साइड यहाँ फोन नम्बर छ, कल गरेर आउनु सक्नुहुन्छ। सिन चाहिँ दामी छ। म तल साउनाले जाम कि भनेको यो हेर्नुको लागि तपाईँहरूलाई पनि देखाउँछु होइन। अनि अहिले चाहिँ हामी माथि सायद यताको बाटो जान्छौँ होला, खोलाको तिर भन्ने जान्छ होला। लास्टै अल्छी लाग्थ्यो खाजा चाहिँ खाने। अनि आजको चाहिँ हाम्रो चाहिँ हामी चाहिँ सिधै माथितिर जाने भने चाहिँ म र सुरज छौँ, हामी दुईजना छौँ। हामी केटा भएर सुई हिँड्छौँ होला। अघि हिजो चाहिँ बेलुका भएको थियो क्या फर्किँदाखेरि, अनि अलिकति हिँड्नु सकिएन। जाडो मौसम अक्टोबर डिसेम्बरमा आउँदा पनि ठिकै छ, तर उहाँनिर मैले घाम देखिरहेको छु यार। उहाँ पर सनराइज लाग्नु आँटे जस्तो छ सायद। जाडो मौसम ठिकै छ। हात खुट्टाहरूमा चाहिँ जुत्ताहरू लाउनु पर्ने स्थिति छ। मेरो चाहिँ चिरिरहेको छ नि, तर फुट्नु कोसिस गर्दैछ सायद। अब यहाँभन्दा पनि 3000 मिटर अलिक कटेपछि चाहिँ अझ चिसोहरू आउँछ जस्तो लाग्छ है मलाई चाहिँ। अब चाहिँ हामी चिया खान्छौँ, खानासाना खाएर अनि निस्किन्छौँ। ब्याग यहाँनिर छ। टोपीले त मलाई चिसो भएको छैन नि। अहिले बाटोमा हिँड्दै हुन्छ। ल लाग्दिउँ ल। अब हाम्रो चाहिँ अब ब्याग प्याक गरेर अनि अब निस्किन आँटेको। हाम्रो चाहिँ स्टार्टिङ हो। अनि तपाईँहरू कोही पनि स्याब्रो यहाँ लाङटाङ ट्रेकको लागि आउनुहुन्छ भने चाहिँ स्याब्रोबाट माथि चढ्नुहुन्छ, त्यसपछि पहिरो ब्याम्बो हुँदै माथि जानुहुन्छ। हामी चाहिँ पहिरोमा ओर्लेको छौँ। अब माथि हेर्दै जाऊँ न के को आउँछ, कुन आउँछ। अहिले त मलाई पनि थाहा छैन, मेरो पनि फर्स्ट टाइम हो यो ट्रेक चाहिँ। अनि हाम्रो लागि लट्ठी, खोइ मेरो लम्बु लट्ठी जुन छ त्यो मेरो लम्बु लट्ठी हो। हाम्रो लागि लट्ठी पनि यहीँनिर छ। भ्लग गर्दै हिँड्नु पर्यो के छ। अनि मलाई म्याच सुहाएको छ कि छैन यार। लेफ्टपट्टिबाट भ्लग चाहिँ फर्स्ट टाइम मैले बनाउँदैछु। एन्ड कति धेरै समय भएको थियो क्या, हिँडेको पनि छैन। अनि अब कहाँ दामी जोस थियो, ओभर दामी जोस छु क्या। जोसमा बाटो फेरि Hello guys, hello and hello everyone and welcome back guys and Jangkai Thapa vlog and लास्ट जाडो चिसो छ क्या मौसम। अब यहाँनिर तपाईँहरू झुक्किनुहुन्छ होला होइन।
यो चाहिँ मेरो फ्रन्ट क्यामेरा भयो एन्ड मेरो ब्याक क्यामेरा अगाडिको क्यामेरा चाहिँ अगाडिको भ्यू देखाउँदै जाँदैछु अनि अगाडिको भ्यूहरू हेर्नु न जङ्गलको बाटोमा एक्लै रुखहरू दामी दामी छ नि छन त होइन रुखहरू दामी दामी छ झर्नाहरू पर छ क्या अनि भ्लग गर्नु साह्रो मजा आउँदैछ यार अगाडिको बाटोहरू यस्तो भयो मेरो जुत्ता यो चाहिँ मेरो सुज लामो मलाई कस्तो तर्साए जस्तै फिल भइरहेछ यार अहिले अगाडि यो मेरो ब्याक क्यामेरा अगाडि देखिरहेको नि होइन तर मेरो पछाडि पनि अरू टुरिस्टहरू पनि आउँदै हुन्छ परतिर मेरो चाहिँ हिँड अलिक बिस्तारै नै छ हेलो एभ्री वान एन्ड वेलकम ब्याक गाइज वेलकम टु लाङटाङ ट्रेकिङ एन्ड यो बाटो यस्तो छ होइन गाइजहरू बाटो यस्तै छ यो चाहिँ मेरो फ्रन्ट क्यामेरा भइरहेछ अनि यतापट्टि एउटा ब्याक क्यामेराको पनि मैले दुईवटा डुअल क्यामेरा युज गरिरहेको छु मलाई यहाँ तर्साए जस्तै फिल भइरहेको छ कि खड्लाङ गर्दै माथिबाट झर्दैछ क्या यता माथिबाट बाटो तपाईँहरू कोही पनि ट्रेक आउनुहुन्छ भने चाहिँ दामी छ है तर अलिकति हिउँ खेल्नु मौसममा आउनु होला हामी चाहिँ डिसेम्बर मौसममा आयो नि त त्यही भएर हो अनि ल्याङटाङ भ्यालीकै बाटो यस्तो छ जुत्ताहरूले पनि प्रब्लम त हुँदैन जुनै जुत्ता लगाए पनि अहिले चाहिँ हामी चाहिँ सुरज अगाडि लाग्दैछ हो क्या म गलेर पछाडितिर छु अनि अहिले चाहिँ हामी ब्याम्बो कटेर हामी त जाँदैछौँ अब हेरौँ कहाँसम्म पुगिन्छ भ्यू त फेरि मारो छ नि फेरि सानो दामी देखिएको छैन होइन मेरो क्याप मैले फेरि क्याप लागेको छैन र क्लियर जाडो कस्तो छ
जाडो यहाँ नाकै टालिसक्यो लास्ट चेस गरौँ चेस गरौँ चेस ल हामी फर्केर यहीँ बस्छौँ फर्केर मिठो भयो यार कफी कुन हो ए सिसाको बट्टाको हो नेस्क्याफे जुठो राख्नु हुँदैन हो चुलोमा आज खाँदा छिटो छिटो नखाएर नभए आउनु एकछिन फेरि आउनु हुँदैन जाडो त यस्तो मिठो जाडो छ यार अहिले त यहाँ अनि तपाईँको छोराछोरी छोराछोरी छ हाम्रो त उता गाउँमा शेर्पा गाउँ छोराछोरी शेर्पा गाउँमा छ हाम्रो उता शेर्पा गाउँमा नि होटल छ नि त यो त हाम्रो त्यो के भन्छ भान्जाको हो यो चलाउनु भएको उनीहरू त्यो कर्मीहरू छ उसले खाना बनाउनुले अलिकति आउँ भनेर आएको यो हिउँदोमा त हामी बस्छौँ तपाईँ के थरी हो शेर्पा तामाङ हो तामाङ हो तामाङ लोक चाहिँ मासुहरू खानुहुन्छ तपाईँहरू मासु खान्छ खानुहुन्छ नि यतातिर याकको पाउँछ याकको यता त पाउँदैन यता त याक माथि? छैन माथि लाङटाङतिर पाउँछ लाङटाङतिर पाउँछ 3 वर्ष भयो खोइ यसपालि पनि पर्न सक्छ कि सक्दैन पानी पनि परेको छैन नि त माथि पुग्न सकिन्छ हामी गएको थिएँ केटा माथि टुप्पीमा अनि आज अब कति होइन हो आज होइन भोलि पुग्यो हिँडिन्छ होला बिहानै आज भ्याली पुग्यो भने तर हिँड्नु चाहिँ साह्रो पर्छ माथि क्यान्जनरीसम्म पुगिन्छ कि भनेको तर म चाहिँ हिँड्दै यस्तो टाढो छ क्या उकालो अघि हिजो हामी आएन सिँढी त्यसको 4-5 गुणा डबल छ यही माथिको पहाड चढे जस्तै भयो सकिन्छ त हिउँ भेटिन्छ त्यसपछि त्यहाँ माथि फुट्ला जस्तो गर्नु भने अहिले चाहिँ हामी यतातिर बसेको छौँ चिसोले हात पनि फुटिरहेको छ होइन खुन जमेको त्यो रातो कस्तो रातो